जब स्कुलमा इन्टरनेट पुग्छ, अवसरहरूले बाटो देख्छन्, सम्भावनाहरूले स्वर पाउँछन्। त्यसैले हामी पुग्यौं इनरुवाको श्री देवकोटा आधारभूत विद्यालय, जहाँ सिकाइका स्रोतहरूमा एक कदम थप्दै पहिलो पटक उच्च गति इन्टरनेट जडान गरियो। इन्टरनेटले विद्यार्थीहरूको जिज्ञासा बढाएको छ, सिकाइ अझै सहज र रमाइलो बनाएको छ। आउनुहोस् हामी उनीहरूको कथा सुनौं। मेरो नाम अनिरुद्ध प्रसाद यादव, इनरवा वार्ड नम्बर 4। यो विद्यालयको संस्थापक शिक्षक भनौँ या प्रह भनौँ। इन्टरनेट जुन दिनदेखि यो जडान भएको छ त्यस दिनदेखि विद्यार्थी, टिचर लगायत सबैलाई चाहिँ धेरै सहयोग पुर्याएको छ। कुनै कुरो अप्ठ्यारो भरो भने तुरन्त मोबाइलबाट हामी सर्च गरेर गरिहाल्छौँ। अब माने केही खोज्न चाहिँ डिक्सनरी खोज्नु पर्थ्यो, तुरन्त सर निकालो मोबाइलमा, अब त्यो सर्च गरौँ पाइहालिन्छ। के पढाउनु पर्यो, के गर्नु पर्यो, कुनै यसो रमाइलो रोचक कथा चाहिँ के अरे यो हाम्रो एलसिडीबाट त्यसबाट देखाइदिए। इन्टरनेट आइसकेपछि विद्यार्थीहरूले चाहिँ सिकाइमा परिवर्तन भएको छ। केही सिकाइ उपलब्धि हासिल गरेका छन्। त्यो कथाको माध्यमबाट, गीतको माध्यमबाट, अनि अब सिपमूलक कुराहरू पनि विकास गरेछन्। जस्तै चाहिँ अब कम्प्युटर खोल्न, बन्द गर्न, टाइप गर्न, यी कुराहरू अहिले प्रारम्भिक चरणमा त्यो उमेर अनुसार, आफ्नो वातावरण अनुसार चाहिँ त्यति भएको छ। एलसिडीबाट के भएको छ भने ज्ञानमूलक, सिपमूलक यस्ता कथाहरू चाहिँ खोजेर निकालेर हामी देखाउँछौँ। प्रत्येक क्लासलाई 1 घन्टी चाहिँ हामी त्यो एलसिडी देखाउँछौँ। अनि उनीहरू तल्लीन हुन्छ। यो त्यो अब एलसिडी हेर्न जाउँ भन्दाखेरि कति घन्टीमा छ, 5 मिनट अघि नै हामी चाहिँ बसाएर राख्छौँ। उनीहरू चाहिँ कौतूहलता छ। त्यसकारण अब पहिलेको जस्तो के हुन्छ भने समय अनुसापेक्ष हुन्छ। त्यो समय थियो, अब त्यसबेला हामीले त्यसबेला चाहिँ पार्टीमा पढेका थियौँ। अब त हुँदैन। अब त नेटको जमाना आयो, इन्टरनेटको जमाना आयो। अब यो त प्रयोग गर्नै पर्छ। अब हामीले पनि बुढेसकालमा अब सिकिरहेका छौँ, सिक्न बाध्य तुल्याएका छन्, गर्नै पर्छ यो।